ओके, हाई डार्लिङ, वेलकम ब्याक टु द क्लास। आजबाट चाहिँ हामीहरूले नयाँ सेसन चाहिँ सुरुवात गर्नेछौँ है त। पहिले पनि सुरुवात गरेका थियौँ, फेरि बिचमा छोडियो होइन। अब चाहिँ कन्टिन्युअसली चाहिँ सिलेबस कभर गर्नेछौँ। क्लास 8 को सिलेबस कम्प्लिट गर्नेछौँ पहिला, अनि त्यो 8 को सिलेबस कम्प्लिट भइसकेपछि चाहिँ हामीहरूले भनेको क्लास 10 को म्याथमेटिक्स र अप्सनल म्याथ दुइटैलाई चाहिँ के गर्नेछौँ, कभर गर्नेछौँ है। सो आज हामीहरूको फर्स्ट च्याप्टर हुनेछ। फर्स्ट च्याप्टरमा चाहिँ हामीहरूले सेट पढ्नेछौँ र सेटमा चाहिँ सेटको डेफिनेसन हुनेछ, अनि टाइप्स अफ सेट अन द बेसिस अफ नम्बर अफ इलिमेन्ट कन्टेन्ट चाहिँ तपाईँहरूले पढिसक्नुभयो। 6, 7 मा त्यति सोध्दैन। र सेट रिलेसनसिप चाहिँ इम्पोर्टेन्ट छ, त्यो पढ्नेछौँ। त्यस पछाडि भनेको सबसेट्सहरू पढ्नेछौँ, युनिभर्सल सेटहरू पढ्नेछौँ, र लास्टमा गएर त्यस पछाडि भनेको लास्ट इयर क्वेसन, प्रिभियस इयर क्वेसनहरू चाहिँ के गर्नेछौँ, प्र्याक्टिस गर्नेछौँ है। ओके, लेट्स गेट स्टार्टेड। हेरौँ सेट है त। सेट युनिट 1। सेट, अब सेट भनेको के हो डेफिनेसन त सबैले थाहा भएकै कुरा हो हैन। सेट इज द कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट। ओके, सेट इज द कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट। वेल डिफाइन्ड अब्जेक्ट। ल हेरौँ है त, डेफिनेसन त सबलाई थाहा छ, तर यसको फिल लाउँ है त। सेट इज द कलेक्सन अफ वेल डिफाइन्ड अब्जेक्ट। यो वेल डिफाइन्डको मतलब के हो त, त्यो बुझौँ। वेल डिफाइन्ड भन्नुको मतलब के हो भन्दाखेरि क्लियरली चाहिँ के गरेको, डिफाइन गरेको, अथवा कुनै पनि इन्फर्मेसनलाई चाहिँ डिस्टिङ्ग्विस गर्नको लागि, छुट्याउनको लागि चाहिँ वेल इनफ इन्फर्मेसन चाहिँ प्रोभाइड गरिएको छ भनेपछि त्यसलाई भन्छौँ वेल डिफाइन्ड। जस्तै हेरौँ, यहाँनिर मैले भने ए इज इक्वल टु सेट अफ बिग माउन्टेन्स अफ नेपाल, बिगर माउन्टेन्स अफ नेपाल, माउन्टेन्स अफ नेपाल। अनि अर्को सेट लगेँ मैले, बी इज इक्वल टु सेट अफ माउन्टेन्स अफ नेपाल, माउन्टेन्स अफ नेपाल। ओके, अब हेरौँ यिनीहरू दुईटा मध्ये कुन चाहिँ सेट हो अथवा कुन चाहिँ सेट होइन। हेरौँ, सेट अफ बिगर माउन्टेन्स अफ नेपाल। ओके, ल यसको इक्जाम्पलहरू लेखौँ। ए इज इक्वल टु, यदि यो भित्र इक्जाम्पल लेख्यौँ भनेपछि सेट अफ बिगर माउन्टेन अफ नेपाल, बिग माउन्टेन भनेपछि अभियसली सगरमाथा होइन, एभरेस्ट, वर्ल्ड हाइएस्ट माउन्टेन। देन आफ्टर कञ्चनजङ्घा, अनि अर्को के लगाउँ, ल कुनै एउटा लग्यो, अन्नपूर्ण लगाउँ ल है त। अरू पनि लग्न सकिन्छ, तर मैले चाहिँ अहिले के गरेँ, 3टा मात्रै लगेँ। अब हेरौँ त, के एभरेस्ट नेपालको सबैभन्दा ठुलो माउन्टेन नै हो? वर्ल्ड हाइएस्ट हो, किन नहोला होइन, अभियसली हो भनिदिउँ ल। अनि कञ्चनजङ्घा सेकेन्ड हाइएस्ट, यो पनि ठिक छ। तर हेरौँ त, यहाँ बिग भनेको छ हो, बिग के को आधारमा भनेको छ र? यो त हाइटको आधारमा चाहिँ ल ठिक छ, एभरेस्ट टलेस्ट भयो नि त, सबभन्दा ठुलो भनेको के को आधारमा? हाइटको आधारमा ठुलो भयो। यो सेकेन्ड हाइएस्ट हाइटको आधारमा भयो। तर के थाहा, एरियाको आधारमा, एरियाको आधारमा, बेसको एरिया हुन्छ नि, त्यो एरिया भनेको कञ्चनजङ्घाको सगरमाथाभन्दा बढी पनि त हुनसक्छ नि होइन र? यो कञ्चनजङ्घाको एरिया भनेको एभरेस्टको बेस एरियाभन्दा बढी पनि त हुनसक्छ। त्यो आधारमा त यो कञ्चनजङ्घा ठुलो हुनुपर्ने हो। त्यही भएर यसमा चाहिँ के छ भन्दाखेरि क्लियर इन्फर्मेसन प्रोभाइड गरेको छैन। के को आधारमा चाहिँ हामीहरूले बिग मान्ने त, माउन्टेन्सहरूलाई के को आधारमा चाहिँ बिगर मान्ने, त्यो वेल इनफ इन्फर्मेसन छैन हामीसँग है त। वेल डिफाइन भने अन्त के हुनु पऱ्यो, वेल डिफाइन गर्नको लागि पनि के हुनु पऱ्यो, इनफ इन्फर्मेसन हुनु पऱ्यो। तर यहाँ इनफ इन्फर्मेसन दिएको छैन, द्याट्स वाइ यो चाहिँ सेट होइन। तर अब यसमा हेरौँ त, सेट अफ माउन्टेन्स अफ नेपाल, एभरेस्ट नेपालको माउन्टेन्स हो, यस। कञ्चनजङ्घा हो, यस। अनि अन्नपूर्ण हो, यस। 3टै नेपालको हुन्। अब कसैले आएर यो कञ्चनजङ्घा भनेको उता चाइनामा पर्छ भनेर भनिदियो भने के हुन्छ त? चाइना र नेपाल बिच भनेको युद्ध हुन्छ।
द्याट्स वाइ हेरौँ है त, बिगर भन्नाले एउटा कुरा के छ भन्दाखेरि बिगर भनेको एड्जेक्टिभ हो है, के हो एड्जेक्टिभ हो, एड्जेक्टिभ हो नि नेपालीमा भनेको विशेषण, विशेषण ल हो। यदि कुनै पनि स्टेटमेन्टमा भनेको यस्तो एड्जेक्टिभ आएको छ अथवा विशेषण लागेको छ भनेपछि त्यो चाहिँ सेट हुँदैन है त। कुरो क्लियर भयो? ओके ल मैले यो मेटाइदिएँ। अब यस पछाडि जाउँ टाइप्स अफ सेट। टाइप्स अफ सेट भन्छौँ है। व्हाइट बोर्ड त कालो कालो भयो त। ल त्यसलाई हेरौँ टाइप्स अफ सेट। टाइप्स अफ सेट 1 नम्बरमा हुने यो नम्बर अफ एलिमेन्ट। टाइप्स अफ सेट पनि दुईटा छन् है त, एउटा नम्बर अफ एलिमेन्ट कन्टेन्ट, एलिमेन्ट कन्टेन्ट, अर्को भनेको टाइप्स अफ एलिमेन्ट कन्टेन्ट, टाइप्स अफ एलिमेन्ट कन्टेन्ट, जसलाई भनेको हामीहरूले सेट रिलेसनसिप पनि भन्छौँ, सेट रिलेसनसिप पनि भनेर भन्छौँ है त। अब हेरौँ नम्बर अफ एलिमेन्ट्स कन्टेन्टको आधारमा चाहिँ सेटलाई कतिवटा भागमा डिभिजन गरिएको छ, 4वटा भागमा। कुनै पनि सेटमा कतिवटा एलिमेन्ट्स छन् त त्यो आधारमा चाहिँ हामीहरूले सेटलाई कति भागमा डिभाइड गरेका छौँ, 4 भागमा। 1 मा हो एम्प्टी सेट, यसैलाई भनेको नल सेट पनि भन्छौँ र यसैलाई अर्को भनेको भोइड सेट भनेर पनि भन्छौँ है त। एम्प्टीको मतलब के हो, खाली। एउटा यस्तो सेट जसमा भनेको कुनै पनि एलिमेन्ट छैन अथवा एउटा पनि एलिमेन्ट छैन भनेपछि त्यस्तो सेटलाई भन्छौँ एम्प्टी सेट। द सेट विच डज नट कन्टेन एनी एलिमेन्ट्स इज नोन एज एम्प्टी सेट है त। एउटा यस्तो सेट जसमा भनेको एउटा पनि एलिमेन्ट छैन, जस्तै यहाँनिर इक्जाम्पलको लागि भनेको नेचुरल नम्बर लेस देन 1 भनेर भन्न सकियो। नेचुरल नम्बर लेस देन 1। ल 1 भन्दा सानो कुनै नेचुरल नम्बर हुन्छ, हुँदैन। द्याट्स वाइ यो भनेको के भयो, एम्प्टी सेट। अब यसलाई लेख्ने हो यहाँ गएर यसरी, या त एम्प्टी ब्राकेटले लेख्छौँ, होइन भनेपछि ग्रिक अल्फाबेट फाइले चाहिँ के गर्छौँ, यसलाई डिनोट गर्छौँ है त। यसलाई चाहिँ के गर्छौँ भन्दाखेरि एम्प्टी सेटलाई चाहिँ के गर्छौँ, या त खाली ब्राकेटले डिनोट गर्छौँ, होइन भनेपछि ग्रिक अल्फाबेट फाइले चाहिँ के गर्छौँ, डिनोट गर्छौँ है त। ओके र अब यहाँ हेरौँ त, फेरि यसैलाई ए इज इक्वल टु यो यसरी लेख्न पाइन्छ कि पाइँदैन? यसरी लेख्न पाइँदैन है, एम्प्टी सेटलाई यसरी लेख्न पाइँदैन। यसको मतलब के हुन्छ भन्दाखेरि कुनै एउटा सेट छ, ए भन्ने सेट छ, त्यसभित्र भनेको के छ, एउटा 5 भन्ने एलिमेन्ट छ भन्ने बुझाउँछ र यो हुन्छ युनिट सेटतिर गइहाल्छ। द्याट्स वाइ यसरी चाहिँ नलेख्ने, एम्प्टी सेट डिनोट गर्दाखेरि या त एम्प्टी ब्राकेट लेख्ने, होइन भनेपछि ग्रिक अल्फाबेट 5 मात्रै लेख्ने है। मेटाइदिएँ। अब सेकेन्डमा हेरौँ युनिट सेट, युनिट अथवा सिंगलटोन, सिंगलटोन सेट। युनिट अथवा सिंगलको मतलब के हो, ल युनिट त छोडौँ, सिंगलको मतलब के हो, एउटा एक्लो हैन, जोसँग गर्लफ्रेन्ड छैन हैन। आजकल त त्यही त हो नि, सिंगलको मतलब जोसँग गर्लफ्रेन्ड छैन। ओके ठीक छ, ल त्यो कुरा छोडौँ। सिंगलको मतलब फेरि यहाँ केटीहरू रिसाउनु, जसको बोयफ्रेन्ड छैन त्यसैलाई नै के भन्ने हो, सिंगल भन्ने हो हैन। अब हेरौँ यदि एक्लो छ मतलब कुनै एउटा सेट छ त्यसमा के छ, एउटा मात्रै एलिमेन्ट छ, जस्तै 1 भन्ने एउटा मात्रै एलिमेन्ट छ भनेपछि त्यस्तो सेटलाई भन्छौँ हामीहरूले युनिट सेट अथवा सिंगलटोन सेट भनेर भन्छौँ है। द सेट ह्याभिङ ओन्ली 1 एलिमेन्ट इज कल्ड सिंगलटोन सेट अथवा युनिट सेट। कुरो क्लियर भयो? ओके फेरि यसैको थर्डमा जाउँ। यो त्यति साह्रो इम्पोर्टेन्ट छैन है, त्यो डेफिनेसन मैले लेखाएन, तपाईँहरू चाहिँ
बुकबाट आफै पढ्नु, मैले चाहिँ पढाएन, लेखाएन यहाँ। अब थर्ड नम्बरमा हेरौँ। थर्ड नम्बरमा भनेको हामीहरूको के छ भन्दाखेरि फाइनाइट सेट। फाइनाइट सेट। फाइनाइट सेट जस्तै कुनै एउटा सेट छ यहाँनिर a इक्वल टु 1 2 3 4 5। ल हेर्नु यो सेटमा भएका कतिवटा एलिमेन्ट्स छन् भनेर काउन्ट गर्न सकिन्छ? यस सकिन्छ। हो सकिन्छ भने चाहिँ यस्तो सेटलाई भन्छौँ हामीहरूले फाइनाइट सेट। द सेट ह्याभिङ काउन्टेबल नम्बर अफ एलिमेन्ट्स इज कल्ड फाइनाइट सेट। जसमा चाहिँ काउन्टेबल नम्बर अफ एलिमेन्ट्सहरू छन् त्यसैले नै चाहिँ हामीहरूले के भन्ने हो? फाइनाइट सेट भन्ने हो। अब एउटा कुरा हेर्ने भने चाहिँ यहाँ स्टार्ट कहाँबाट भइरहेछ? स्टार्टिङ पोइन्ट छ र कहाँ गएर इन्ड भइरहेछ त्यो पनि छ। स्टार्टिङ पोइन्ट र इन्डिङ पोइन्ट दुइटै भएको सेटलाई भन्ने हो हामीहरूले फाइनाइट सेट। अब ठिक्क यसको उल्टा भनेको इन्फाइनाइट सेट हेरौँ। आइबी नम्बरमा इन्फाइनाइट सेट। ल मैले यहाँनिर भनेको a इक्वल टु नै लगेँ सेम। ल मानौँ 2 4 6 8 एन्ड सो अन। एउटा कुनै a भन्ने सेट छ त्यसमा भनेको के छ भन्दाखेरि त्यो सेट भनेको इभन नम्बरको सेट हो अथवा 2 का मल्टिपल्सहरूको चाहिँ के हो? एउटा सेट हो मानौँ। भनेपछि त्यस्तो सेट हो भनेपछि अब हेरौँ है त यहाँ यसमा के छ? एउटा स्टार्टिङ पोइन्ट छ तर इन्डिङ पोइन्ट छैन। एउटा यस्तो सेट जसमा भनेको स्टार्टिङ पोइन्ट छ तर इन्डिङ पोइन्ट छैन भनेपछि त्यस्तो सेटलाई भन्छौँ इन्फाइनाइट सेट। र इन्फाइनाइट सेटमा चाहिँ के हुन्छ भन्दाखेरि अनकाउन्टेबल नम्बर अफ एलिमेन्ट्सहरू हुन्छन्। जस्तै यहाँ 8 सम्म त काउन्ट गर्न सक्यो, त्योभन्दा पछाडि के छ? डट 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 छ। भन्नु मतलब यो के भइरहेछ? कन्टिन्यू भइरहेछ। कहाँ गएर इन्ड हुने हामीलाई थाहा छैन। द्याट्स वाइ स्टार्टिङ पोइन्ट त छ तर इन्डिङ पोइन्ट छैन भनेपछि त्यस्तो सेटलाई भन्छौँ हामीहरूले इन्फाइनाइट सेट है। ल योबाट चाहिँ त्यति साह्रो सोध्दैन क्वेसन बेसिक लेभलमा है बिएलईमा। अब मेन भनेको चाहिँ उयो सेट रिलेसनसिप। सेट रिलेसनसिप भन्नुको मतलब के हो भन्दाखेरि जस्तै दुईवटा सेट छन् र ती सेट्सहरूमा कस्तो प्रकारको एलिमेन्ट्स छन् र हो त्यो दुईवटा सेटमा भएको एलिमेन्ट्सहरू भएको आधारमा चाहिँ तिनीहरूमा चाहिँ के चाहिँ रिलेसन छ त त्यो आधारमा हामीहरूले सेटलाई चाहिँ 4 भागमा डिभाइड गरेका छौँ। 1 नम्बरमा हेरौँ है। यसैको टपिक हो 1 नम्बरमा भनेको इक्वल सेट। इक्वल सेट सेट ह्याभिङ एक्ज्याक्टली सेम एलिमेन्ट। अब योभन्दा अगाडि 2 अर मोर सेट भनेर आफै लेख्नु। हेर्नु है जस्तै एउटा यहाँ सेट छ मैले लेखेँ A9 1 2 3 4 5 5 सम्मका नेचुरल नम्बरहरूको एउटा के लगेँ? सेट लगेँ। अब कोही एउटा मान्छे आयो र त्यसले के भन्यो भन्दाखेरि मलाई यो एरेन्जमेन्ट मन परेन, म एउटा अर्को सेट बनाउँछु B भन्ने सेट बनाउँछु र त्यसमा चाहिँ यिनीहरू के छन्? एसेन्डिङ अर्डरमा छन्, म चाहिँ डिसेन्डिङ अर्डरमा एरेन्ज गर्छु भने पाइयो? यस पाइयो। 5 4 3 2 1। त अब हेरौँ त यो दुईटा सेटहरूमा टु सेम एलिमेन्ट्सहरू छन्। जस्तै 1 यहाँ छ 1 यहाँ छ 2 यहाँ छ 2 यहाँ छ 3 यहाँ छ 3 यहाँ छ 4 यहाँ छ 4 यहाँ छ र 5 यहाँ छ 5 यहाँ पनि छ भनेपछि दुईटै सेटमा के छन्? एक्ज्याक्टली सेम एलिमेन्ट छन् भनेपछि हो यस्तो सेटलाई भन्छौँ हामीहरूले इक्वल सेट। कुरो क्लियर भयो? 2 or more sets having exactly same element। एक्ज्याक्टली के हुनु पर्यो? सेम हुनु पर्यो। ए सेटमा जुन एलिमेन्ट्सहरू छन् त्यही एलिमेन्ट्सहरू बी सेटमा पनि हुनु पर्यो अथवा सी सेटमा पनि हुनु पर्यो। अब यिनीहरूको के हुने हो? कार्डिनल नम्बर के हुने हो? इक्वल हुने हो। रहँदा यहाँ जस्तै n of a is equal to 5। कार्डिनल नम्बर भने के हो? कार्डिनल नम्बर भनेको टोटल नम्बर अफ एलिमेन्ट है। टोटल नम्बर अफ एलिमेन्ट प्रेजेन्ट इन अ सेट। प्रेजेन्ट इन अ सेट कुनै पनि सेटभित्र भएका एलिमेन्ट्सहरूको सङ्ख्यालाई नै हामीहरूले के भन्छौँ? कार्डिनल नम्बर। जस्तै a इज इक्वल टु यहाँनिर भयो भने a b c d छन् ल मानौँ।
यहाँ हेरौँ त कतिवटा एलिमेन्ट छन् 1 2 3 4 वटा एलिमेन्ट भनेपछि यसको कार्डिनल नम्बर कति हुनेको 4। अब कार्डिनल नम्बर लेख्दाखेरि स्मल ब्राकेट भित्र सेटको नाम के छ A = टोटल नम्बर अफ एलिमेन्ट्स कति छन् 1 2 3 4 यो हो कार्डिनल नम्बर। कुरो क्लियर भयो ओके। इक्वल सेट भनेको यो थाहा भयो। अब हेरौँ सेकेन्ड नम्बरमा इक्विभ्यालेन्ट सेट है त के इक्विभ्यालेन्ट सेट। अब यसलाई लेख्दाखेरि चाहिँ फेरि हामीहरूले चाहिँ यसरी लेख्छौँ A = B भनेर लेख्छौँ है। अब हेरौँ सेकेन्ड नम्बरमा इक्विभ्यालेन्ट सेट अब हेरौँ इक्विभ्यालेन्ट सेट भनेको के हो त अब सेट having same cardinal number कार्डिनल नम्बर भनेको के मैले भनेको थिएँ हेरौँ त टोटल नम्बर अफ एलिमेन्ट्स प्रेजेन्ट इन अ सेट इज कल्ड कार्डिनल नम्बर। भनेपछि यहाँ सेट ह्याभिङ सेम कार्डिनल नम्बर 2 अथवा 2 भन्दा बढी सेटहरू छन् र तिनीहरूको कार्डिनल नम्बर सेम छ भनेपछि इक्विभ्यालेन्ट सेट हुन्। त्यस्तो सेटलाई हामीहरूले के भन्छौँ इक्विभ्यालेन्ट सेट भनेर भन्छौँ है। अब हेरौँ यसमा भनेको कार्डिनल नम्बर सेम हुन सक्छन्। अब कार्डिनल नम्बर सेम हुन्छन् भन्नु मतलब के हो भन्दाखेरि एलिमेन्ट सेम हुन पनि सक्छन् र डिफ्रेन्ट हुन पनि सक्छन्। अथवा जस्तै हेरौँ A = मैले लेखेँ 1 2 3 4 5 B = लेखेँ 5 4 3 2 1 र C = लेखेँ A B C D E। हेरौँ त यसको कार्डिनल नम्बर n of A = 5 यसको कार्डिनल नम्बर n of B = 5 र यसको पनि कार्डिनल नम्बर n of C = कति 5। अब कार्डिनल नम्बरको आधारमा कार्डिनल नम्बरको आधारमा A B C कस्तो सेट हुन् सबै इक्विभ्यालेन्ट सेट हुन्। A = B = C अथवा अब यहाँ हेरौँ A = B A = C लेख्न पनि पाइयो। यो तीनटै सेट के भए एकअर्कासँग इक्विभ्यालेन्ट भयो है त। यी तीनटै सेट के भए एकअर्कासँग इक्विभ्यालेन्ट भए के को आधारमा कार्डिनल नम्बरको आधारमा। अब हेरौँ त एलिमेन्ट्स कन्टेन्टको आधारमा यसमा र यसमा के छन् एक्ज्याक्टली सेम छन्। A र B त कस्तो सेट हुन् A र B भनेको इक्वल सेट हुन् र इक्विभ्यालेन्ट सेट पनि हुन्। हेरौँ त 1 1 2 2 3 3 4 4 5 5 के छन् त एक्ज्याक्टली सेम एलिमेन्टहरू छन् केमा A र B मा। त्यही भएर यिनीहरू दुईटा A र B भनेको इक्वल सेट पनि हुन् इक्विभ्यालेन्ट सेट पनि हुन्। तर A र C हेरौँ त A र C मा के छन् यहाँ 1 छ यहाँ A छ 2 छ B छ 3 छ C छ 4 छ D छ र 5 छ E छ। भन्नु मतलब के हो भन्दाखेरि A र C मा भनेको सेम एलिमेन्ट्सहरू छैनन्। एलिमेन्ट्सहरू के छन् डिफ्रेन्ट छन् भन्नु मतलब यिनीहरू दुईटा कार्डिनल नम्बरको आधारमा के भयो इक्विभ्यालेन्ट सेट भए अरू इक्वल सेट होइन। अब यहाँबाट एउटा कुरा के बुझ्न सकिन्छ भन्दाखेरि हेरौँ नोटमा लेख्ने एभ्री इक्वल सेट आर इक्विभ्यालेन्ट सेट but every equivalent set are not equal set। सबै इक्वल सेटहरू के हुन् इक्विभ्यालेन्ट सेट हुन् तर सबै इक्विभ्यालेन्ट सेटहरू चाहिँ इक्वल सेट होइनन्। जस्तै यहाँ हेरौँ त A र B भनेको इक्विभ्यालेन्ट सेट हुन् यस हुन्
ए र बी के हुन् इक्विभ्यालेन्ट सेट हुन् अनि ए र बी भनेको कस्तो सेट हुन् इक्वल सेट पनि हुन् र अब अर्को हेरौँ ए र सी पनि कस्तो सेट हुन् इक्विभ्यालेन्ट सेट हुन्। अब यहाँ के भन्दैछ एभ्री इक्वल सेट आर इक्विभ्यालेन्ट सेट एभ्री इक्वल सेट जस्तै यहाँनिर सी इज इक्वल टू मैले लगेँ ए बी लगिदिएँ अनि फेरि डी इज इक्वल टू बी ए लगिदिएँ दुईटैमा के हुने कार्डिनल नम्बर के भयो सेम हुने हुन् भन्नु मतलब जति पनि हामीहरूले इक्वल सेट बनाउँछौँ ती सबै के हुन् इक्विभ्यालेन्ट सेट हुन् तर सबै इक्विभ्यालेन्ट सेट चाहिँ इक्वल सेट हैनन्। जस्तै हेरौँ त कार्डिनल नम्बर ए र सी भनेको कार्डिनल नम्बर के छन् सेम छन् त्यो आधारमा यिनीहरू दुईटा के भयो इक्विभ्यालेन्ट सेट भयो। अब यिनीहरू दुईटामा सेम एलिमेन्ट्स छन् त छैनन् द्याट्स वाइ दे आर नट इक्वल सेट। कुरो क्लियर भयो ओके ल मैले मेटाइदिएँ। अब डिस्टेन्स सेट हेरौँ है त नै सुरुमा भनेको ओभरल्यापिङ सेट हेरौँ आई नम्बर हो नि ओभरल्यापिङ सेट हेरौँ के ओभरल्यापिङ सेट ओभरल्याप हुनुको मतलब के हो त ओभरल्याप हुनु भनेको एकको माथि अर्को खप्टिनु जस्तै कुनै दुईवटा सेट छन् यहाँनिर ए छ र यसको हल्का माथि भनेको अर्को बी भन्ने सेट के भइरहेछ खप्टिरहेछ भनेपछि यिनीहरू दुईटा सेट कस्तो सेट हुन् ओभरल्यापिङ सेट having at least one element common। अब त्यसै एकअर्काको माथि खप्टिने कुरो त आएन अब केही न केही सिमिलरिटी हुनु पर्यो नि त अनि केही न केही सिमिलर मिल्यो भने त्यस पछाडि पो यिनीहरू एकअर्कामाथि के हुने हो नि त खप्टिने हो त्यस्तै यहाँ हेरौँ यी दुईटा सेटमा के हुन्छ भन्दाखेरि सेट ह्याभिङ एटलिस्ट मिनिमम एटलिस्ट कम्तीमा एउटा एलिमेन्ट के हुनु पर्यो कमन हुनु पर्यो बाँकी त्योभन्दा पछाडि 2 3 4 5 6 7 8 9 10 जति पनि हुन् हामीलाई फरक पर्दैन मतलब नै भएन। तर ओभरल्यापिङ सेट हुनको लागि के हुनु पर्यो भन्दाखेरि मिनिमम एउटा एलिमेन्ट के हुनु पर्यो कमन हुनु पर्यो। जस्तै a इज इक्वल टू 1 2 3 4 b इज इक्वल टू 4 5 6 7 8 ल यिनीहरूमा हेरौँ त 4 र यहाँ पनि के छ 4 कमन छ त्यही भएर मिनिमम एउटा एलिमेन्ट कमन हुनु पर्यो त्योभन्दा बढी 2 3 4 5 6 7 8 9 10 जति पनि हुन् हामीलाई फरक पर्दैन। ओभरल्यापिङ सेट हुनको लागि के हुनु पर्यो मिनिमम एउटा एलिमेन्ट चाहिँ के हुनु पर्यो कमन हुनु पर्यो है त। यहाँबाट क्वेसन सोधिदिन्छ जस्तै अब यिनीहरू दुईटालाई नै भेन डायग्राममा लेखौँ। यहाँ हेरौँ भेन डायग्राम भनेको चाहिँ के हुन्छ भन्दाखेरि एउटा रेक्टेङ्गुलर बक्स हुन्छ हो अनि त्यो रेक्टेङ्गुलर बक्सलाई चाहिँ के भन्छ हामीहरूले युनिभर्सल सेट भन्छौँ र यो ए र बी भनेको दुईटा के हुन् सबसेट हुन् यहाँ ए अनि फेरि यहाँ बी। अब हेरौँ यो 4 कमन छ नि अब हेरौँ यो ए लाई बनाउँदाखेरि यति यो भाग बनिरहेछ फेरि यो बी लाई बनाउँदाखेरि पनि यति यो भाग बनिरहेछ भनेपछि यो भाग के भइरहेछ भन्दाखेरि दुईचोटि बनिरहेछ यो भाग दुईचोटि बनिरहेछ भन्नुको मतलब के भन्दाखेरि दुईटैमा के छ कमन छ। अब कमन भएको एलिमेन्ट्सलाई यहाँ बिचमा लेख्ने त्यसरी बचेको ए 1 2 3 एतिर लेख्ने र यो बचेको बी को एलिमेन्ट्सहरू सबै के लेख्ने बीमा लेख्ने 5 6 7 8। अब यस्तो क्वेसन दिएर यहाँबाट हेरौँ है क्वेसन यहाँबाट सोध्छ यसरी अब यिनीहरू दुईटालाई ए र बी लाई भनेको डिसजोइन्ट सेट बनाउन के गर्नु पर्ला भनेर सोधिन्छ। अब त्यसको लागि त पहिला के गर्नु पर्यो डिसजोइन्ट सेट भनेको के हो त्यो थाहा हुनु पर्यो हैन। अब हेरौँ पहिला डिसजोइन्ट सेट पढौँ त्यसलाई भन्ने यसलाई डिसजोइन्ट बनाउनलाई चाहिँ के गर्नुपर्ने हो है त आइबी नम्बर सरी
ओके आईबी नम्बर डिसजोइन्ट सेट having no common element is called disjoint set. अब दुई अथवा दुई भन्दा बढी सेट जसमा भनेको एउटा पनि एलिमेन्ट के छैन कमन छैन भनेपछि त्यस्तो सेटलाई भन्छौँ हामीहरूले डिसजोइन्ट सेट. जस्तै हेरौँ a इक्वल टु यहाँनिर लेखेँ मैले 1 2 3 अर्को यहाँनिर b इक्वल टु लेखेँ मैले a b c. अब यस्ता सेटहरू हेरौँ त, यस्ता सेटहरू जसमा एउटा पनि एलिमेन्ट्स कमन छैन त्यस्तो सेटलाई के भन्छौँ डिसजोइन्ट सेट. अब यिनीहरू दुईटालाई भनेको डिसजोइन्ट बनाउनु के गर्नु पर्यो त, कमन एलिमेन्टलाई के गरिदिने हटाइदिने यहाँबाट. लखा यो 4 लाई हटाइदियो भनेपछि यो के भयो डिसजोइन्ट सेट भयो है त. यहाँबाट क्वेसन प्रोबेबल क्वेसन भनेको यही सोध्छ. जस्तै यस्तो भेन डायग्राम दिइदिन्छ अनि यो भेन डायग्रामबाट भनेको ए का एलिमेन्ट्सहरू लेख भन्दा ए का एलिमेन्ट्सहरू के हुन् ए को गोलोभित्र भएका सबै एलिमेन्ट्सहरू लेख्ने अनि बी को एलिमेन्ट्सहरू लेख भन्दा बी को गोलोभित्र भएको एलिमेन्ट्सहरू लेख्ने र त्यस पछाडि भनेको यिनीहरू दुईटा ए र बी भनेको कस्तो सेट हुन् भनेर सोध्छ. कस्तो सेट हुन् ओभरल्यापिङ सेट हुन्. अनि त्यस पछाडि यो ओभरल्यापिङ सेट छन् भने चाहिँ यिनीहरूलाई डिसजोइन्ट बनाउनलाई के गर्नु पर्यो कमन एलिमेन्ट्सहरूलाई हटाइदिने अथवा रिमुभ गरिदिने है. ओके ल अब मेटाइदिएँ मैले. यति थिए टाइप्स अफ सेट. अब यस पछाडि जाउँ हामी भनेको सबसेट. युनिभर्सल सेट हेरौँ है त. युनिभर्सल सेट एउटा यस्तो सेट जसका एलिमेन्ट्सहरूलाई लगेर अरू धेरै सेटहरू चाहिँ के गर्न सकिन्छ बनाउन सकिन्छ. एउटा यस्तो सेट जसका एलिमेन्ट्सहरूलाई लगेर अरू धेरै सेट्सहरू बनाउन सकिन्छ भने त्यस्तो सेटलाई भन्छौँ हामीहरूले युनिभर्सल सेट है त. सेट from which many other sets can be made is called universal set. Universal set एउटा यस्तो सेट जसका एलिमेन्ट्सहरूलाई लगेर जस्तै यहाँनिर मैले u इक्वल टु नेचुरल नम्बरको सेट लगिदिउँ है त. नेचुरल नम्बर u इक्वल टु भनेको 10 सम्मको लगिदिउँ ल. 1 2 3 10. एउटा यस्तो सेट जसका मेम्बर्सहरूले लगेर अरू धेरै सबसेट्सहरू बनाउन सकिन्छ. अब जस्तै यसका मेम्बरहरू लगेर a इक्वल टु e इक्वल टु इभन नम्बरको सेट बनाउन पाइयो 2 4 6 8 10. अनि o इक्वल टु अड नम्बरहरूको 1 3 5 7 9. अनि त्यसरी अरू हेरौँ त. यहाँबाट भनेको p इक्वल टु प्राइम नम्बरहरूको 2 3 5 7 प्राइम नम्बरहरूको सेट बनाउन सक्यो. त्यसरी मल्टिपल्स अफ 2 मल्टिपल्स अफ 3 हैन मल्टिपल्स अफ 4 जे पनि बनाउन पाइयो. अरू के भइरहेछ त मेनी सेट्सहरू चाहिँ के भइरहेछन् बनिरहेछन्. कुनै एउटा सेट छ हो त्यसका एलिमेन्ट्सहरू छन् त्यसका के छन् एलिमेन्ट्सहरू छन् र यी एलिमेन्ट्सहरूलाई लगेर हामीहरूले अझ धेरै सेट्सहरू बनाउन सक्छौँ भनेपछि त्यस्तो सेटलाई भन्छौँ युनिभर्सल सेट. कुरो क्लियर भयो. ओके ल छापौँ ल मेटाइदिउँ. ओके मेटाइदिएँ है. अब के भन्दाखेरि अब युनिभर्सल सेट पढिसकेपछि अब सबसेट नयाँ हेडिङ लगाउँ सबसेट. आज बेसिक हो यस्तै हुने. यसमा भनेको थ्योरी मात्रै पढ्नुपर्ने हो है. सेटमा भनेको यसमा मजाले थ्योरी पढ्ने हो. आज भनेको न्युमेरिकल क्वेसनहरू भोलि हुन्छ मजाले. यसमा पनि क्वेसनहरू छन्. त्यो क्वेसनहरू भनेको पक्का अब हुन्छ भोलि गरौँ अर्को भिडियोमा नेक्स्ट भिडियोमा. सबसेट मैले भनिहालेँ
कुनै पनि एउटा युनिभर्सल सेट यु छ, युनिभर्सल सेटलाई चाहिँ युले रिप्रेजेन्ट गर्छौँ है। युनिभर्सल सेट छ र यसका एलिमेन्ट्सहरू छन् 1 2 3 4 5 डट 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 ल 10 सम्म छन्। अब यसका एलिमेन्ट्सहरू लगेर जुन नयाँ सेट्सहरू बनाउँछौँ नि ती सबै सेट्सहरूलाई भन्छौँ सबसेट। हेरौँ, those sets which are made by taking the elements of universal set are called subsets। कुनै एउटा युनिभर्सल सेट छ र यो युनिभर्सल सेटका मेम्बर्सहरूलाई लगेर अथवा एलिमेन्ट्सहरूलाई लगेर जुन हामीहरूले नयाँ सेट्सहरू बनाउँछौँ ती सबै सेट्सहरूलाई के भन्छौँ युनिभर्सल सेटका सबसेट्स भनेर भन्छौँ है। जस्तै u = 1 to 10 छ, मैले यहाँनिर भनेको ल इभन नम्बरको एउटा बनाइदिएँ, के बनाएँ सेट्स बनाएँ 2 4 6 8 10 भनेर एउटा सबसेट बनाइदिएँ। अर्को भनेको प्राइम नम्बर्सहरूको सेट्स बनाइदिएँ 2 3 5 7 यसरी। अब यी ई र पी भनेका के हुने भन्दाखेरि युनिभर्सल सेट युका सबसेट्सहरू हुने हुन् है त। कुरो क्लियर भयो? ल मेटाइदिउँ यो, ल मैले मेटाइदिएँ। अब सबसेट्सका पनि टाइप्सहरू के टाइप्स अफ सबसेट हेरौँ है। टाइप्स अफ सबसेट सबसेटमा पनि एउटा हुन्छ प्रपर, एउटा हुन्छ कि प्रपर सबसेट र अर्को हुन्छ इम्प्रपर सबसेट। अब जस्तै यहाँ हेरौँ, हामीसँग एउटा कुनै यो सबै नमानौँ ल, एउटा A = भनेको कुनै एउटा सेट छ ल 1 2 3 हो छ। अब हेरौँ, यो A भन्ने एउटा सेट छ। अब यसका एलिमेन्ट्सहरू जस्तै यसका केही एलिमेन्ट्सहरू लगेर चाहिँ एउटा के बनाउनु पायो, सेट्सहरू बनाउँछु भन्न पायो। जस्तै कोही मान्छे आयो, मलाई एलिमेन्ट्सहरू नै मन परेन, म भनेको खालि बी भन्ने एउटा सेट बनाइदिन्छु भनेर ल इम्टी सेट बनायो होइन। यो इम्टी सेट पनि के हो त ए को एउटा प्रपर सबसेट हो। ल कसैले के भन्यो भन्दाखेरि म एउटा सी भन्ने सेट बनाउँछु जसमा भनेको 1 लाई मात्रै राख्छु, त्यस्तै गरी डी भन्ने सेट बनाउँछु त्यसमा भनेको 2 लाई मात्रै राख्छु, र ई भन्ने सेट बनाउँछु जसमा भनेको 2 र 3 दुईटालाई राख्छु भन्न त पाइयो नि, पाइयो। भनेपछि हो यस्ता सेट्सहरूलाई भन्छौँ हामीहरूले प्रपर सबसेट। कुनै एउटा युनिभर्सल सेट छ के कुनै एउटा युनिभर्सल सेट छ र त्यसका केही एलिमेन्ट्सहरू के सबै एलिमेन्ट्स छैन, केही एलिमेन्ट्सहरू एकचोटि 1 लग्यो त्यसरी 2 लग्यो त्यसरी 2 र 3 लग्यो, केही एलिमेन्ट्सहरू लगेर नयाँ जुन बनेका सबसेट्सहरू छन् त्यस्तो सबसेटलाई भन्छौँ हामीहरूले प्रपर सबसेट है त। अब त्यसरी हेर इम्प्रपर सबसेट। अब यहाँनिर भनेको ल एफ भन्ने एउटा सेट बनाउँछु र यी एलिमेन्ट्सहरू सबै लग्छु भन्न त पाइयो नि 3 2 1 यसरी एरेन्ज गरेर चाहिँ अथवा मिलाएर चाहिँ एउटा नयाँ एफ भन्ने सेट बनाउँछु भन्न पाइयो भने चाहिँ अब यसमा हेरौँ त, यसमा एमा भएका सबै एलिमेन्ट्सहरू छन्, यस छन्। भनेपछि यस्तो सेटलाई भन्छौँ हामीहरूले इम्प्रपर सबसेट भनेर भन्छौँ। अब डेफिनेसन हेरौँ है त। प्रपर सबसेट द सबसेट्स विच कन्टेन सम एलिमेन्ट्स अफ युनिभर्सल सेट। अहिले त ए नै के हो युनिभर्सल सेट हो। युनिभर्सल सेटका यदि केही मेम्बर्सहरू मात्रै
कन्टेन छन् अथवा केही मेम्बर्सहरू मात्रै लगेर हामीहरूले नयाँ सबसेट बनाउँछौँ भनेपछि त्यस्तो सबसेटलाई भन्छौँ प्रपर सबसेट। अब यसलाई लेख्छौँ यहाँ हेरौँ है, बी इज द प्रपर सबसेट अफ ए, सी इज द प्रपर सबसेट अफ ए, डी इज द प्रपर सबसेट अफ ए, ई इज द प्रपर सबसेट अफ ए भनेर पढ्छौँ। कुरो क्लियर भयो? ओके। इम्प्रपर सबसेट, अब इम्प्रपर सबसेटमा सबै एलिमेन्ट छन् भनेपछि एफ इज द इम्प्रपर सबसेट अफ ए भनेर पढ्छौँ यसरी। यो सिम्बल हो इम्प्रपरको, यो सिम्बल हो प्रपरको। यो सिम्बलले प्रपर सबसेट भन्ने बुझाउँछ भनेपछि यो सिम्बलले इम्प्रपर सबसेट भनेर बुझाउँछ। कुरो क्लियर भयो? ओके, मेटाइदिउँ। ओके, ल मेटाइदिएँ। अब यस पछाडि हेरौँ त, यदि तपाईँहरूलाई कसैले के भनेर सोध्यो भन्दाखेरि एउटा सेट दिएँ ल, एउटा सेट दिएँ यहाँबाट भनेको ए इज इक्वल टु 1 2 3, यो एउटा के छ सेट छ। अब यसका कतिवटा चाहिँ सबसेट बनाउन सकिन्छन् भनेर सोध्यो भने यसका कतिवटा सबसेट बनाउन सकिन्छ अथवा बन्छन् भनेर सोध्यो भने एन्सर के त, कसरी निकाल्ने त? त्यसको लागि एउटा सिम्पली फर्मुला छ, यहाँ हेरौँ सबसेट निकाल्ने फर्मुला। सबसेट इज इक्वल टु 2 को पावर n, वेयर n भनेको के हो भन्दाखेरि कार्डिनल नम्बर, कार्डिनल नम्बर। सबसेट निकाल्ने फर्मुला हुन्छ 2 टु द पावर n र n भनेको के हो कार्डिनल नम्बर। जस्तै 2 को पावर, यसको कतिवटा सबसेट बन्ने हुने हेरौँ त, कार्डिनल नम्बर कति 3, 1 2 3, तीनवटा एलिमेन्ट छन् भनेपछि यसको 3। अब 2 को पावर 3 भनेको के हो 2 इन्टु 2 इन्टु 2 इज इक्वल टु 8। यसको कतिवटा सबसेट बन्ने रहेछन् 8वटा, 8वटा सबसेट बन्ने रहेछन्। अब बनाऊ है त, ए इज इक्वल टु हेरौँ यी तीनटा एलिमेन्ट छ, यी तीनटा एलिमेन्ट्सहरूमध्ये म एउटा पनि एलिमेन्ट्स लग्दैन भन्न पाइयो? यस पाइयो। ल इम्टी सेट। अर्को एकलाई मात्रै लग्छु भन्न पाइयो? पाइयो। दुईलाई मात्रै लग्छु भन्न पाइयो? पाइयो। तीनलाई मात्रै लग्छु भन्न पाइयो? पाइयो। अब त्यस पछाडि भनेको 1 र 2लाई सँगै लग्छु भन्न पाइयो? पाइयो। 1 र 3लाई सँगै लग्छु भन्न पाइयो? पाइयो। अनि 2 र 3लाई सँगै लग्छु भन्न पाइयो? पाइयो। अब यो सबैलाई सँगै लग्छु भन्न पनि पाइयो। अब हेरौँ 1 2 3 4 5 6 7 8, कतिवटा बने 8वटा सबसेट बने। सबसेट निकाल्ने फर्मुला हुन्छ 2 टु द पावर n र वेयर n भनेको के हो कार्डिनल नम्बर अफ द सेट है। अनि यहाँबाट बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यदि यहाँबाट कसैले प्रपर सबसेटको संख्या निकाल भन्यो भने प्रपर सबसेट कतिवटा प्रपर सबसेट हुन्छन् भनेर सोध्यो भने प्रपर सबसेट हेरौँ है, प्रपर सबसेट। पहिला इम्प्रपर हेरौँ। कुनै पनि सेटको इम्प्रपर सबसेट भनेको एउटा मात्रै हुन्छ, एउटा मात्रै हुन्छ भनेपछि इम्प्रपर सबसेट एउटा, बाँकी 8 माइनस 1 गरिदिनु कति हुने भयो 7वटा के भयो प्रपर सबसेट। यसको फर्मुला के हो 2 टु द पावर n माइनस 1। 2 टु द पावर n ले भनेको टोटल के आउने हो टोटल सबसेट, त्योबाट भनेको एउटा इम्प्रपरलाई घटाइदिने, त्यहाँबाट प्रपर सबसेट आयो। क्लियर हो? ओके। इम्प्रपर प्रपर सबसेटको संख्या निकाल्ने फर्मुला हुन्छ 2 टु द पावर n माइनस 1 है। इम्पोर्टेन्ट छ, कहिलेकाहीँ सोधिदिन सक्छ। जस्तै कुनै एउटा सेट दिँदा त्यसको भनेको कतिवटा इम्प्रपर सबसेट बनाउन सकिन्छ। इम्प्रपर सबसेट सोध्यो भने जहिले पनि एउटा मात्रै हुन्छ। कतिवटा? एउटा मात्रै हुन्छ।
ल मैले मेटाइदिएँ। थ्योरीहरू यति नै थियो। अब चाहिँ अलिकति भेन डायग्रामको इन्ट्रोडक्सन गरौँ र त्यस पछाडि भनेको भोलि चाहिँ के गरौँला, मजाले क्वेसनहरू गरौँला है। नेक्स्ट भिडियोमा चाहिँ हामीहरूले के गर्नेछौँ भन्दाखेरि क्वेसनहरू मात्रै लग्नेछौँ। जस्तै यसमा भेन डायग्राम हेरौँ है। भेन डायग्राम चाहिँ के हुन्छ भन्दाखेरि युनिभर्सल सेट युलाई चाहिँ हामीहरूले कुनै पनि एउटा रेक्टेङ्गुलर बक्सले चाहिँ के गर्न सक्छौँ, डिनोट गर्न सक्छौँ। कुनै एउटा फिक्स रुल छैन यो स्क्वायरले अथवा यो रेक्टेङ्गुलर बक्सले नै रिप्रेजेन्ट गर भनेर, तर आफ्नो सजिलोको लागि चाहिँ के गर्छौँ भन्दाखेरि हामीहरूले रेक्टेङ्गुलर बक्स अथवा स्क्वायर बक्सले चाहिँ के गर्छौँ, युनिभर्सल सेटलाई चाहिँ रिप्रेजेन्ट गर्छौँ। र यसभित्र भनेको हामीहरूले कुनै दुईवटा सबसेट छन् युका, जस्तै ए र बी। यसरी यति यो पुरै ए हो, यो पुरै के हो, ए हो। यति यो एरिया छ नि, यसलाई भन्छौँ एन नट ए, एन ओन्ली ए भनेर पढ्छौँ। के पढ्छौँ, नम्बर अफ ओन्ली ए भनेर पढ्छौँ है। नम्बर अफ ओन्ली ए, एन नट ए भनेर पढ्छौँ। अनि यसैलाई अर्को कुरा हेरौँ त, यति यो भनेको पुरै के हो, ए हो। यति यो भनेको के हो, पुरै बी हो। हेरौँ, यति योबाट चाहिँ हामीहरूले के गरेका छौँ त, यति यो भागलाई के गरिदिउँ, घटाइदिउँ भनेपछि बीलाई घटाइदिउँ भनेपछि यो एरियालाई भनेको ए, जुन एन ओन्ली ए छ यसलाई भनेको ए माइनस बी भनेर पनि भन्छौँ है। र सिमिलरली यताको यो भागलाई के भन्ला, एन ओन्ली बी अथवा बी माइनस ए। बीबाट अब के गरिदिने, एलाई घटाइदिने। अब चाहिँ बीचको एरिया, यो बीचको एरियालाई भन्छौँ हामीहरूले एन अफ ए उल्टा यु, जसलाई भनेको इन्टरसेक्सन भन्छौँ। ए इन्टरसेक्सन बी भनेर पढ्छौँ है। के पढ्छौँ, ए इन्टरसेक्सन बी भनेर पढ्छौँ है। ए इन्टरसेक्सन बी भनेर पढ्छौँ। ल, ए इन्टरसेक्सन बी भनेर पढ्छौँ। अब यदि यसलाई हेरौँ है, यो भागलाई र यो भागलाई र यो भागलाई, यो तिनटै भागलाई जोड्यौँ भनेपछि यो भाग, यो भाग र यो भाग, यो तिनटै भागलाई जोड्यौँ भनेपछि एन अफ ए युनियन बी भनेर पढ्छौँ। र यसरी डिनोट गर्छौँ, यसलाई पढ्छौँ ए युनियन बी भनेर पढ्छौँ। अब यो बाहिरको छ नि, यो भनेको हेरौँ त, यो भाग छ, यसलाई भनेको पढ्छौँ यो टोटल एरिया भनेको यो यहाँदेखि यहाँसम्मको यो टोटल एरिया के भयो, ए युनियन बी भयो। भनेपछि ए युनियन बी, युबाट के गरिदिउँ, ए युनियन बीलाई घटाइदिउँ। भन्नु मतलब एन अफ ए युनियन बी को कम्प्लिमेन्ट अथवा बार भनेर पढ्छौँ है। कम्प्लिमेन्ट अफ ए युनियन बी। अब जसको कम्प्लिमेन्ट हुन्छ त्यसलाई के गरिदिन्छौँ, युबाट घटाइदिन्छौँ। अथवा यसलाई भनेको यु माइनस ए युनियन बी पनि लेख्न सकियो। यो थियो हाम्रो भेन डायग्रामको इन्ट्रोडक्सन। र अब यस पछाडि भनेको भोलिदेखि चाहिँ हामीहरूले कन्टिन्युअसली के गर्नेछौँ भन्दाखेरि यो चाहिँ थ्योरिटिकल पोर्सन थियो र भोलिदेखि चाहिँ हामीहरूले मजाले क्वेसनहरू लग्छौँ, लास्ट इयर क्वेसनहरू लग्छौँ। त्योभन्दा अगाडि सोधिएका क्वेसनहरू चाहिँ हामीहरूले के गर्छौँ, सल्भ गर्छौँ है त। 3-4वटा क्वेसन गरौँला मजाले। ओके, मजाले पढ्दै गर्नु होला। थ्याङ्क यू सो मच।